हेर्नु न सुजन भाइले त फ्रीमै स्याउ पाइदिन्छ गाइस आज त। वेलकम टु माई ब्लग। ओ ब्युटिफुल वेलकम टु माई ब्लग। मा कसम कस्तो बोल्दै नबोलेको भनेको हाम्रो दिदी त ए तेरिको मा कसम कस्तो भाउ खाने दिदी। हेलो दिदी। हेलो। म जस्तो बाटो बाटो छटाउँदै चाहिँ कोही हिँड्दैन के मा कसम। सुजन टिएमएक्स भन्ने च्यानललाई सब्सक्राइब गरिदिनु होला है त ल यो भाइरल होस्। हेलो लस्सो फ्याफुल्लो सबैजनालाई फेरि पनि एकचोटि वेलकम छ है मेरो भ्लग्समा। सुजन भाइले आज भोलि निकै चलपल हानिरहेछ है गाइस, निकै चलपल हानिरहेछ। तपाईँहरूको लागि एउटा गाना पनि गाइदिन्छु कि म ताल पऱ्यो भने होइन। ए जापान टोकियो टोइलेट जाँदा ठोकियो पिसाब रोकियो। हेलो आन्टीजी के छ चलपल ठिक छ? तपाईँको बिजनेस कस्तो चलिरहेछ? तपाईँको बिजनेस कस्तो चलिरहेछ? एउटा स्याउ फ्रीमै दिन मिल्छ? दिनु नि त। ओहो आन्टीजीले मलाई स्याउ फ्रीमै दिनुभयो है, धन्यवाद आन्टी, थ्याङ्क यू सो मच। गाइज है क्यामेराको फाइदा चाहिँ यो छ कि भ्लगिङको फाइदा चाहिँ यो छ कि फ्रीमै स्याउ पाइन्छ कि गाइज। अब म चाहिँ स्याउ कोपार्दै जान्छु। हस् हाम्रो स्याउ दिने आन्टीलाई चाहिँ धेरै धेरै धन्यवाद है आन्टी, म चाहिँ लागेको। हस् साथीभाइहरू है तपाईँहरूलाई मेरो कन्टेन्ट मेरो भिडियो कस्तो लागिरहेछ हेर्नु न। सुजन भाइले त फ्रीमै स्याउ पाइदिन्छ गाइज आज त। म आएको छ भ्लगिङ गर्नुको फाइदा चाहिँ यो छ कि मैले फ्रीमै स्याउ पाइदिइरहेको। हेलो गाइस वेलकम टु माई ब्लग। वेलकम टु आम्मो केटीहरूले पनि मलाई मागेको छ मक्खै पार्दैन त अझ त गाइस। हेलो ब्युटिफुल वेलकम टु माई ब्लग। सबैजनालाई वेलकम छ मेरो भ्लग्समा। अनि म स्याउको पार्दै जान्छु। हस् स्याउको पार्दै जान्छु अब बाटै बाटो। तपाईँहरू पनि खाने भयो है यो लोकेसनमा चाहिँ आइदिनु पऱ्यो कि यो मिलन रोड नारायण घाटमा चाहिँ आइदिनु पऱ्यो कि मागेको छ। तपाईँहरू पनि फ्रीमै स्याउ खान मन छ भने सुजन भाइको यो जुठो खान मन छ भने चाहिँ आइदिनु। होस् तपाईँहरूलाई हँसाउनुको लागि म के गरौँ गाइस, तपाईँहरूलाई हँसाउनुको लागि म त ज्यान दिन्छु नि मा कसम। तपाईँहरूलाई हँसाउनुको लागि मैले के गर्नु पऱ्यो भन्नु त। हेलो ब्युटिफुल। म मात्र हाँसेर के फाइदा भने तपाईँहरू हाँस्नु पऱ्यो नि त। मेन कुरो मैले भ्लगिङ सुरु गर्नुको कारणै त्यही त हो, तपाईँहरू हाँसोस् तपाईँहरू अलिकति ह्याप्पी होस् भनेर चाहिँ मैले भ्लगिङ सुरु गरेको कि। तपाईँहरू हाँस्दै हाँस्नुहुन्न अनि मलाई कस्तो ठिस लाग्छ कि मा कसम। प्लिज है तपाईँहरू प्लिज है जस्तै डिप्रेसनमा भयो भने जस्तै जे जस्तो अवस्थामा भयो भने मा कसम अलिकति ह्याप्पी भएर बस्नु के, खुसी भएर बस्नु के। किनभने 2 दिनको जिन्दगी हो नि त मा कसम। तपाईँहरू हाँस्नै हुन। अनि हेर्नु है गाइज अब म तपाईँहरूलाई हँसाउनु लागि एउटा अलिकति छुट्टै खालको भ्लग्स सुरु गरेँ है। हस् तपाईँहरू लास्टसम्म हेरेर अन्तिमसम्म हेरेर चाहिँ सार सपोर्ट चाहिँ गरिदिनु होला कि तपाईँहरू सबजनाले है। हस् हेलो दिदी। हेलो दिदी। मा कसम कस्तो बोल्दै नबोलेको भनेको हाम्रो दिदी त ए तेरिको मा कसम कस्तो भाउ खाने दिदी। हेलो दिदी। हेलो। हेलो दिदी। हेलो। कस्तो भाउ खाने केटीहरू छ भने मा कसम जाठीलाई डगी हान्नुपर्छ मा कसम भरे। मा कसम मलाई चित्त बुझेन क्या गाइज है, त्यत्रोचोटि कोठाउँदा पनि बोलेन के दिदी त मा तेरि। हुन्छ नि अरूभन्दा अलिकति छुट्टै खालको भ्लगर हो कि, अलिकति दिमाग खुस्केको भ्लगर हो कि मा कसम। तपाईँहरूलाई कस्तो लाग्छ मेरो कन्टेन्ट, जस्तो लाग्छ त्यस्तै भनिदिनु होला है। हस् तपाईँहरूको लागि म एउटा गाना पनि पेस गर्छु फेरि पनि एकचोटि। हस् सबैजनाले ध्यान दिएर सुनिदिनु है मेरो गानालाई राम्रोसँग है, कानको मैले सैलो फालेर सुनिदिनु। होस् सबैजनाले है। हस् ए जापान टोकियो टोइलेट जाँदा ठोकियो पिसाब रोकियो। अब अर्को गाना पनि आउँछ है, अर्को गाना पनि आउँछ है गाइज। योभन्दा बवाल खालको गाना पनि आउँछ। मा कसम सुजन भाइ आज भोलि सिङ्गर भएर हिँडिरहेछ कि, बाटो बाटो गाउँदै हिँडिरहेछ कि आज भोलि। मा कसम मलाई भोइस अफ नेपालले पनि इन्भाइट गरिरहेको थियो कि तर म गइनँ कि, किनकि मा कसम तिनीहरूको औकात छैन कि सुजन भाइलाई भोइस अफ नेपालमा राख्ने। त्यही भएर चाहिँ म जस्ट ब्याकअप भइदिएको कि, नत्र मलाई त नेपाल आइडल भोइस अफ नेपाल सबले बोलाइरहेको थियो कि तर म गइनँ कि गाइज। किनभने सुजन भाइ भनेको अलिकति छुट्टै खालको चलफल हानेर हिँड्ने मान्छे हो नि त। त्यही भएर चाहिँ मैले चाहिँ यो सब क्यान्सल हान्थ्यो क्या, सब क्यान्सल हान्थ्यो। हेलो दाजु वेलकम टु माई ब्लग। हेलो दाजु के छौ चलपल। हेलो भाइ वेलकम टु माई ब्लग। हेलो ल गाइज फाइनल्ली है सुजन भाइको एउटा सब्सक्राइबर बढ्यो है। त्यो भाइले मलाई त मा कसम युट्युब च्यानल सोधेर सब्सक्राइब पनि हानिदिइसक्यो कि मलाई त एकदम ओभर है। तपाईँहरूको माया तपाईँहरूको साथ सपोर्ट पाएपछि मलाई अरू केही चाहिँदैन कि गाइज, केही चाहिँदैन।
बाटो बाटो बौलाउँदै हिँड्न पाएपछि सुजन भाइलाई केही चाहिँदैन सुजन भाइलाई महाकसम तपाईँहरूको लागि हो कि म बौलाउनु सुरु गरेको तपाईँहरूले गर्दा हो कि म बौलाएको महाकसम हेलो आन्टी वेलकम टु माई ब्लग आन्टीजीलाई पनि साउट आउट है साउट आउट टु आन्टीजी साउट आउट टु हाम्रो चितवन साउट आउट टु सबैजनालाई साउट आउट टु ब्युटिफुल गर्ल्स साउट आउट टु ह्यान्डसम बोइज सबैजनालाई साउट आउट दिन्छ कि सुजनले आज सुजनले भनेको खतरा खालको भ्लगर हो कि अलिकति युनिक खालको भ्लगर हो कि त्यही भएर है गाइज सबैजनाले सक्दो साथ सपोर्ट माया चाहिँ गरिदिनु पऱ्यो है सुजन भाइलाई मा कसम तपाईँहरूको लागि तपाईँहरू हँसाउनको लागि म त जे पनि गरिदिन्छु कि मा तपाईँहरूलाई हँसाउनको लागि के गर्नु पऱ्यो भन्नु न मैले तपाईँहरूलाई हँसाउनको लागि जे पनि गरिदिन्छु मा कसम तपाईँहरूलाई हँसाउनको लागि जस तपाईँहरू खुसी चाहिँ हुनु पऱ्यो कि यो डिप्रेसन एन्जाइटीमा पुगेर है रुँदै बस्नु चाहिँ भएन कि तपाईँहरू हाँस्नु पऱ्यो कि यो चाहिँ मेरो बचपनको साथी हो है गाइज यो चाहिँ मेरो बच्चैदेखिको साथी हो हामीसँगै कलेज पढ्या हो कि तर यो जाठा आज भोलि बोलाउँदै हिँडिरहेछ कि है गाइज कुरो यस्तो हो कि यो लास्ट आज भोलि हरामी भएको छ यसको नाम चाहिँ आक्कु हो कि यो चाहिँ पहिला मसँगै पढ्थ्यो कलेज आज भोलि चाहिँ यो कुकुरको रेबिस लाएर कसम बोलाउँदै हिँडिरहेछ म पनि त्यही भएर बोलाएको हो कि त्यो जाठा बोलाएर हेलो आन्टीजी वेलकम टु माई ब्लग हेलो दिजु तपाईँको स्माइल चाहिँ मन पऱ्यो है दामी छ है तपाईँको स्माइल त्यस्तो चाहिँ भन्नु भएन कि सुजन भाइ बोक्का सोक्का यताउता है केटी सेटी जिस्काउने त्यस्तो होइन नि त गाइस तपाईँहरूको लागि अन्त मैले यो सब गरेको नर्मल भ्लग कहाँ चल्छ त आज भोलि जसले धेरै हँसायो जसले धेरै इन्टरटेनमेन्ट दिन सक्यो त्यही त हो नि आज भोलि यस्तै खालको भ्लग त हो नि चल्यो नेपालमा तपाईँहरूले यार यो कुरा चाहिँ बुझिदिनु पऱ्यो कि नत्र म कसम तपाईँहरूको घरमा आएर कट्टा हुन्छ कि म कसम गाइस है मेरो चाहिँ अब 6 बजेबाट चाहिँ ड्युटी सुरु हुन्छ अब म ड्युटीतिर पनि लाग्नुपर्ने हुन्छ होइन मैले आज धेरै कसम छट्टाउँदै हिँडेँ कि म आज धेरै छट्टाउँदै बोलाउँदै हिँडेँ कि त्यही भएर है 6 बजेबाट चाहिँ मेरो बिजनेस सुरु हुन्छ मेरो चाहिँ छुट्टै खालको बिजनेस छ कि गाइज है बिजनेस के हो सुन्नुहुन्छ चाउचाउ पकाएर दिने हो कि फेरि चाउचाउ पकाएर दिने हो कि अरूलाई मेरो कस्टमरहरूलाई चाउचाउ पकाएर दिने हो कि त्यति मात्र हो कि मेरो बिजनेस मेरो स्माइल कस्तो छ गाइज भनिदिनु त मेरो स्माइल कस्तो छ तपाईँहरूलाई राम्रो लाग्छ नि मेरो स्माइल म हाँसेको मनपर्छ नि तपाईँहरू नि हाँस्नु पऱ्यो कि यार तपाईँहरूको लागि होइन त मैले यो सब गरेको तपाईँहरूको लागि होइन अनि तपाईँहरूले मेरो मेहनतलाई एप्रिसिएट नगरेर कसले गर्छ त भन्नु त लो तपाईँहरूले एप्रिसिएट नगरे कसम मेरो मम्मी आएर एप्रिसिएट गर्छ मेरो अङ्कल आएर एप्रिसिएट गर्छ मेरो हजुरबाउ आएर एप्रिसिएट गर्छ जाठा तपाईँहरूले हेलो दिदी वेलकम टु माई ब्लग हेलो सुजन हजुर सुजन हाम्रो यो दिदीले मेरो भ्लगलाई सब्सक्राइब गर्ने भनिरहेको छ है मेरो भ्लग्सको नाम चाहिँ सुजन TMX SUJAN TMX छ तपाईँले सब्सक्राइब गरिदिनुहोस् मैले चाहिँ यो फर्स्ट भिडियो हो क्या जस्ट अरूलाई हँसाउनको लागि चाहिँ मैले यो सब गरिरहेको कि छट्टाउँदै हिँडिरहेको कि दिदी है तपाईँले सब्सक्राइब गरिदिनुहोस् मेरो 445 जति छ अब तपाईँले सब्सक्राइब गरिदिनु भयो भने 446 जति हुन्छ कि ल हस् सुजन TMX अनि टिकटकमा नि त्यही छ हजुर ल अलि राम्रोसँग भन्नु न सबैजनाले सुजन TMX भन्ने च्यानललाई सब्सक्राइब गरिदिनु होला है त ल यो भाइरल होस् ल साउट आउट टु मेरो दिदी है दिदीले पनि भन्नुभयो अब तपाईँहरूले पनि सबैले सब्सक्राइब गर्नु पऱ्यो है यति राम्री मान्छेले भनेपछि त तपाईँहरू सब्सक्राइब गर्नु परेन भने सब्सक्राइब गर्नु पऱ्यो नि भनेको 445 छ अब कसम चाँडै 1K पुग्नुपर्छ कि होइन 1K पुगेपछि बल्ल मजा आउँछ कि भ्लग सब बनाउन 100K नै पुगोस् भनेर हाम्रो दिदीले चाहिँ मलाई साउट दिनुभयो है म होइन कहाँ जानुपर्ने मान्छे कहाँ पुगिरहेको छु तपाईँहरूले गर्दा भ्लग सक बनाउने चक्करमा खोइ म कहाँ आइपुग्यो मलाई थाहा छैन भनेको यार त्यतिका बिल्कुल हेलो दिदी वेलकम टु माई ब्लग फोनमा बोल्दै हुनुहुन्छ है दिदी दिदी सरी फर डिस्टर्बिङ है दिदी नरिसाउनुहोस् सरी फर द डिस्टर्बिङ दिदी आई लभ यु दिदी आई लभ यु टु मच रेस्पेक्ट अहिले सबले बनाइरहेछ नि त भ्लग्स तर सुजन भाइको भ्लग चाहिँ छुट्टै खालको हुन्छ कि छुट्टै खालको छलफल दिइरहेछ आज भोलि सुजन भाइले है सबैजना भ्लगर भएको छ कि अहिले नेपालमा थरी भ्लगरहरू आएको छ कि तर सुजन भाइ 1 पिस भ्लगर हो कि कसम मेरो जस्तो भ्लग्स कसले बनाउँदैन कि म जस्तो बाटो छटाउँदै चाहिँ कोही हिँड्दैन कि कसम हेलो दिदीहरू वेलकम टु माई ब्लग हेलो दिदीहरू आई लभ यु दिदी हेलो बाई दिदी सब्सक्राइब म खुट्टाले भ्लगिङ गर्छु कि अब मेरो हातै गल्यो कि दिदी कसम हामी यसरी मोबाइल समात्दै मेरो हातै गल्यो कि अब म चाहिँ खुट्टाले भ्लगिङ सुरु गर्छु है सबैजनाले मेरो
अहिलेसम्म तपाईँहरूले देख्नु भएको छैन होला क्या खुट्टाले भ्लगिङ गरेको, तर म खुट्टाले भ्लगिङ गर्ने मान्छे हो कि तपाईँहरूलाई हँसाउनको लागि म जे पनि गरिदिन्छु गाइस। हेलो यस वेलकम टु माई ब्लग या हम चेक 5 यू तपाईँहरूले पनि सब्सक्राइब गरिदिनु ल ब्रदर। मेरो च्यानलको नाम चाहिँ सुजन टिएमएक्स छ, एसयुजेएन सुजन टिएमएक्स छ। तपाईँहरूले पनि सब्सक्राइब गरिदिनु पऱ्यो है ल। 2टा सब्सक्राइबर बढ्छ नि ढुक्का हो। टिकटक मनी त्यही छ, म तपाईँहरूलाई फलो ब्याक दिन्छु। टिकटक मनी त्यही छ है। हस् ल राम्रोसँग जानुहोस् है ब्रदरहरू ल। ल गाइस है मेरो अहिले फेरि 2टा सब्सक्राइबर बढिदिइरहेको महाकसम। यसरी अन्त सब्सक्राइबर बढाउने निन्जा टेक्निक त यो पो रहेछ त महाकसम। म चाहिँ अब खुट्टाले भ्लगिङ गर्छु, मेरो हातै गले आहा महाकसम खुट्टाले गर्छु है। हस् खुट्टाले भ्लगिङ गरेको तपाईँहरूले पहिलोचोटि देख्दै हुनुहुन्छ क्या अब महाकसम खुट्टाले भ्लगिङ गर्छु है, हातै गल्यो क्या मेरो। हेलो गाइज वेलकम टु माई ब्लग। तपाईँहरू सबैजनालाई मेरो भ्लगमा स्वागत छ। सबैजनालाई हेलो नमस्कार।